बालेनजीको यो काम पनि मन परेको छैन। यो सोडिम वाग्लेजीको जुन बजेट भाषण छ शिक्षा र स्वास्थ्य निशुल्क गराउँछु भनेर उहाँहरूले पहिला भन्नुभएको थियो, तर आएर अहिले स्वास्थ्यमा पनि उहाँहरूले ट्याक्स लगाउनु भयो। घरकी मुर्गी दाल बराबर भन्ने पुरुषहरू यसरी आएर अहिले आफू चाहिँ चोखी बनाएर चोखो बनेर अरू महिलालाई दोष लाउँछ भने त्यो पुरुष पनि खराब हो। बिनुजी यहाँलाई स्वागत छ सम्पूर्ण मिडियामा। हस् धन्यवाद। के छ, आराम हुनुहुन्छ? एकदम ठिक छ। यतिखेर यो बालेन सरकारका अर्थमन्त्री सोडिम वाग्लेले जुन बजेट भाषण गर्नुभयो नि, यो बजेटलाई कसरी हेर्नु भएको छ तपाईँले? हेर्नुहोस्, बजेट त सकारात्मकै छ, तर घुमाइ फिराइ हामी नेपाली जनतालाई मारमा पारेको छ। यो चाहिँ एकदम गलत हो। दुई चारवटा कुरा चाहिँ मलाई एकदम नै चित्त बुझेको छैन। त्यसको लागि अवश्य उठाउनु नि पर्छ, किनभने हामी सबै भरिपूर्ण भइसकेका छैनौँ नेपाली जनता, र त्यतिसम्म सामर्थ्य छैन नेपाली जनताले पैसा बिल तिर्नलाई। यसको मैले भन्न खोजेको तात्पर्य चाहिँ बिजुलीमा जुन उहाँले 50 युनिटलाई फ्री गरेर 50 युनिटभन्दा माथि पहिला हामीले उपयोग गरिरहेका 100 युनिट फ्री थियो, अब अहिले 50 युनिटमा झारेर उहाँहरूले भन्नुहुन्छ तपाईँहरू इन्डक्सनमा भात पकाउनुहोस् भन्नुहुन्छ, इलेक्ट्रिक गाडी चढ्नुहोस्, हरेक कुरा इलेक्ट्रिकबाट गर्नुहोस्, ग्यास र तेलको चाहिँ खपत गर्नुहोस् भन्नुहुन्छ, उहाँहरू कम गर्नुहोस् भन्नुहुन्छ, तर इलेक्ट्रिक खपत गर्नुहोस् भन्नुहुन्छ। इलेक्ट्रिक उहाँहरूले सहुलियत दरमा दिनुहुन्छ अरे, इलेक्ट्रिक चुलोहरू हामीलाई सहुलियत दरमा दिनुहुन्छ, गाडीलाई पनि सहुलियत दरमा हामीलाई दिनुहुन्छ, तर उसमा चाहिँ ट्याक्स बढाइदिनुहुन्छ 50 युनिटभन्दा माथिमा। भनेपछि घुमाएर हामीलाई मारमै पार्न खोज्नु भएको छ। यो चाहिँ संशोधन गर्नुपर्छ मेरो विचारमा। 50 युनिटभन्दा माथि जसरी भ्याट लाग्ने कर लाग्ने भनेको छ नि, यो चाहिँ खारेज गर्नुपर्छ, एकदम सुधार गर्नु। उहाँहरूले मैले त सोचेको थिएँ हामी 200 युनिटसम्म नै फ्री पाउँछौँ होला। अब भात पकाउँदा नेपाली ठेट शब्द भन्छु म, भात पकाउनलाई हामीलाई अब त्यही इन्डक्सनमै चलाएर अब बालेन सरकारले चुलो पनि सस्तोमा दिने भयो। अब हामीले अलिकति राहत पाउने भयो भन्ठानेका थियौँ, तर हामी जनतालाई नै मार परेको जस्तो मलाई चाहिँ फिल भयो। तर पानीको हिसाबले पनि दोस्रो ठुलो देश पर्यो, विद्युतको हिसाबले पनि सबैभन्दा धेरै उत्पादन गर्न सक्ने क्षमता भएको देश पर्यो, तर किन यही देशमा चाहिँ सबैभन्दा बढी चाहिँ विद्युतमा चाहिँ कर लगाउने यो बालेन सरकारले प्रयत्न गर्यो? एकदम नै गलत हो यो कुरा चाहिँ। हामी हेर्नुहोस्, जलस्रोतको धनी देश भनेर छाती चौडा गर्छौँ, हाम्रो बिजुली धेरै उत्पादन हुन्छ भन्छौँ हामी, तर नेपाली जनतालाई मारमा पारेको छ। यो पनि एउटा गलत हो र हामीलाई 200 युनिट फ्री गरिदियो बालेन सरकार। यसलाई संशोधन गरेर भए पनि, यो बजेटलाई संशोधन गरेर पनि हामीलाई 200 युनिट फ्री चाहिन्छ नेपाली जनताको निम्न के अरे जीवन स्तर बढाउने हो भने। र अर्को कुरा, जब बिजुलीको भाउ बढ्दै जान्छ र इलेक्ट्रिक गाडीमा पनि र समयमा भन्दा पनि सामानहरूमा मूल्य वृद्धि अवश्य हुन्छ। अहिले नै आकाश चुल्लेको छ, यसले गर्दा झन् डबल हुँदै जान्छ। हामी नेपाली जनतालाई मार्ने आउनु भएको हो त तपाईँहरू। केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डको सरकारले त मार्यो, बालेन सरकारले त केही रात दिएर भन्दा, तर हामी नेपाली निम्न वर्गीयलाई चाहिँ उहाँहरूले मारेर छोड्नु भयो। जनतालाई ढाड सिक्न लाग्यो, ढाड सिक्नै भयो। यो चाहिँ एकदम गलत हो। यसको चाहिँ कार्यान्वयन यसलाई चाहिँ संशोधन गर्नुपर्छ, संशोधन तुरुन्तै गर्नु पर्यो। तुरुन्तै गरेर नेपाली जनतालाई 200 युनिट फ्री गर्नुपर्छ। गर्ला त तपाईँको माग गर्नै पर्छ। यदि नेपाली जनतालाई उहाँहरूको 5 वर्षको मात्रै सरकार भन्ने गरिरहेको छ, 2/3 सरकार तानाशाही भइसक्यो भन्न थालिसक्यो। 2/3 सरकार कसले दिएको? नेपाली जनतालाई नै सुख सुविधा उहाँहरू दिन सक्नु भन्ने हामीलाई सरकारले बहिष्कार गर्छौँ। र नेपाली जनताको मनसँग खेल्ने कोसिस नगर्नुहोस् र जनभावनासँग खेल्नुभयो भने 5 वर्ष मात्र तपाईँको सरकार होइन, 5 वर्ष होइन 5 महिना नि हामी टिक्न दिँदैनौँ, किनभने नेपाली जनता मारमा पर्यो भने तपाईँहरू किन चाहियो हामीलाई? तर सोडिम वाग्लेजीले जसरी बजेट भाषण गर्नुभयो, जुन बजेटको आकार हेर्दाखेरि निकै ठुलो छ, जुन 21 खर्ब 24 अर्ब 34 करोड छ, निकै ठुलो छ, तर पनि अन्य नेताहरू अन्य दलहरूले के भन्छ, यो कर्मकाण्डी मात्रै पुरा भएको, यसको आय स्रोत पनि छैन, कहाँबाट ल्याउने के गर्ने, वर्षमान पुँजीले चाहिँ यसको कुनै तुकै छैन भन्नुभयो। वर्षमान पुँजीले भनेर हुन्छ, उहाँहरूको त के अरे उसको माओवादीको सरकार आएको थिएन, उहाँहरूले कहाँबाट लिएर आउनुभयो त? उहाँहरूले त कति जनताहरूसँग लुट्नु भएको थियो सम्पत्ति, त्यो युटिलाइज गर्नुभयो। त्यसको लागि वास्तविकता हुन्छ हुँदैन त्यो त जनताले देख्ने कुरा। हामीलाई त 2टा कुरा 3टा कुरा मात्रै चित्त नबुझ्यो, अरू सबै बजेट वाउ छ, किनभने कर्मचारी तन्त्रको हेर्नुहोस्। र अर्को कुरा, मलाई कर्मचारी तन्त्रको तपाईँहरूले तलब बढाउनु भयो, ठिक छ, उहाँहरू घुस लिनलाई
लालायत नहुनु होला हो। तलब बढेपछि खान बस्न र बच्चा बालन पढाउनु भयो। सरकारले अब त नर्मल्ली बेसिकली 40,000 40,000 अब 40,000 देखि 1 लाखदेखि माथिसम्म हुने भयो। होइन जागिरे सरकारी जागिरे उनलाई त वाउने भयो। त्योभन्दा पनि नर्सहरूलाई हेर्नुहोस् हो। राति ड्युटी गर्ने नर्सहरूलाई कति गाह्रो थियो, उहाँहरूको तलबाट एकदम खुसीको कुरा छ। तर हामी जागिरे नहुने हामी ढाक्रे नेपाली जनताले चाहिँ के गरी खाने त? यसको पनि हामीलाई केही दिनु पर्यो नि त उहाँहरूले, कि रोजगारीको सिर्जना गरिदिनु पर्यो हामीलाई पनि। र नेपाली जनता सबैजना सरकारी जागिरे छन् त? पक्कै पनि छैन नि त। हामी बेरोजगारीहरू हामी के गरी खाने त? यसको लागि पनि बेरोजगारीहरूलाई रोजगारीको अवसरहरू खोल्नु पर्यो हैन? रोजगारीको बाटो एकदम नै देखाउनु पर्यो। अब रोजगारको अवसर पनि खोल्नु पर्यो। नेपालीहरूलाई काम गरेपछि मात्रै खान पाउने यो नियम त ल्याउनु पर्यो। जसरी विदेशमा हेर्नुहोस् किन मान्छेहरू त्यति बिजी हुन्छन् त भने काम नगरी खान पाइँदैन नि त। त्यही कारणले बिजी भएको। हामी त यहाँ अर्का कुरा काटेर जिन्दाबाद र मुर्दाबाद भने भरमा नेताहरूको पैसा खाएर बाँचिरहेछौँ। यसलाई चाहिँ एकदम नै न्यूनीकरण गर्नु पर्यो। तर यतिखेर बालन सरकारले कर्मचारीहरूको तलब त बढाइरहेको छ, तर देश ग्रे लिस्टमा छ, 4 महिनामा ब्ल्याक लिस्टमा पर्दैछ। हेर्नुहोस् ब्ल्याक लिस्टबाट त हाम्रो बालन सरकारले पक्कै पनि हटाउनुहुन्छ। यसमा ढुक्क हुनुहोस्। केपी शर्मा ओली प्रचण्ड र देउबाको पाला नै हो ब्ल्याक लिस्टमा गएको। भर्खर 2 महिना भएको सरकारले त ब्ल्याक लिस्टमा नेपाललाई पठाएको पक्कै पनि होइन। यो कुरा हामी बुझौँ। 4 महिनामा त ब्ल्याक लिस्टमा जाँदैछ। 2 महिना भइसक्यो सरकार आएको। सरकार आएको 2 महिना भयो। 36 वर्षसम्म कसले ब्ल्याक लिस्टमा राखे त नेपाललाई? बालनले राखे हो र? पक्कै पनि होइन नि। त्यसैले गर्दा बालनको विरोध गर्न छोडिदिउँ। राम्रो कामलाई त साथ सपोर्ट गरौँ न। बालनजीले ब्ल्याक लिस्टबाट हटाउन भनेर युरोपियन युनियनका मान्छेदेखि लिएर हरेक राजदूतहरूसँग कुरा गर्दै हुनुहुन्छ नेपाललाई ब्ल्याक लिस्टबाट हटाउनलाई, र काम गरेर उहाँहरूले ब्याज तिर्दै हुनुहुन्छ। यसमा हामीले सकारात्मक लिनु पर्यो नि। हाम्रो देश ब्ल्याक लिस्टमा पर्यो भने त अन्तर्राष्ट्रिय कारोबार ठप्प हुन्छ, खाता बन्द हुन्छ त। त्यसैले बालनले यसको लागि गर्दै हुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ कसरी नेपाललाई ब्ल्याक लिस्टबाट हटाउने भनेर कार्ययोजना हुँदैछ। तपाईँ ढुक्क हुनुहोस् न। अहिले भइसकेका छैन नि त। भर्खर 2 महिना भयो के 5 महिना त दिनुहोस्। 2 महिना त ब्ल्याक लिस्टमा जान्छ त। अब जाँदैन। 5 महिना कति पर्यो? जाँदैन हेर्दै गर्नुहोस्। जाँदैन। ल पहिले बोले के थिइस् भनेर फेरि 2 महिना पछि आउनु होला इन्टरभ्यू लिनलाई। बालन सरकारले ब्ल्याक लिस्टमा जान दिँदैन। ग्रे पक्कै पनि दिँदैन। हाम्रो नेपाल ब्ल्याक लिस्ट जानलाई भनेर बालन सरकार जितेर आउनु भएको होइन नि त। ब्ल्याक लिस्टबाट हटाउनलाई र नेपाली जनतालाई समृद्धितिर लान भनेर बालन सरकारले जिताएर पठाएको। 2-4वटा कुरा गल्ती गर्नुभएको छ, त्यो गल्तीलाई सुधार्न चाहिँ जरुरी छ। तर बालन सरकारले भिआइपी ठगरलाई चाहिँ उन्मुक्ति दिइरहेको छ। बिचौलियाहरू चाहिँ भागिरहेका छन्। बिचौलियाहरू अब त कति व्यापारीहरूले त देश छाडिसकेको अवस्था छ। यो समयमा देश ग्रे लिस्टबाट चाहिँ ब्ल्याक लिस्टमा पर्दैन भन्न सकिन्छ। हेर्नुहोस् व्यापारीहरू अब चाहिँ नेपालमा छिर्दैछन्। पहिला त अरू बिचौलियाहरूले ठगेर खाएर नेताहरू बालन सरकारले तर्साएर व्यापारीहरूलाई कस्तो भने जसले ठगेर खाएका छन् तिनीहरू तर्सेका हुन्। राम्रो सुमधुर तरिकाले देशलाई राम्रो प्रगति र ट्याक्स दिने बुवाहरू व्यापारीहरू किन तर्सिनु? राम्रो काम गर्न त बालन सरकारले झन् हातमा हात र सहयोग पनि गर्छ। जसले ठगेर नेपाली जनतालाई ठगेको छ त्यो मान्छे भागाभाग गरेका हुन्। अरू राम्रो कारोबार गर्ने कोही पनि व्यापारीहरू भाग्नु भएको छैन। शेखर कोल्छा सहित दीपक भट्ट लगायतका व्यक्तिहरूलाई भित्र खोरमा हो उहाँहरू बिचौलिया भएर नेतालाई धन्दा गर्नेहरू उहाँहरू डराएर भाग्नु भयो। नेपाललाई कालो धन्दा गर्नेहरू मात्र भागेका हुन्। अरू कुनै पनि व्यापारी भागेका छन्। राम्रो देशमा उन्नति प्रगति गर्ने व्यापारी किन भाग्नु पर्यो? एउटा देशलाई राम्रो ट्याक्स तिरिरहने व्यापारी भाग्नुपर्छ। ट्याक्स छल्ने नेताको घरमा लगेर पैसाको मुठो फाल्नेहरू भाग्नु भयो। हेर्नुहोस् त रविजीले आफ्नो चोखाइदियो सङ्गठित अपराध सम्पत्ति चोखाइदियो। बिटुलो कहिले हुनुहुन्थ्यो रविजी बिटुलो हुनुहुन्थ्यो र रविजी सधैँ चोखो र चोख्या उड्ने होइन। चोखो मान्छे चोखै बस्छ। यो त नेताका जेल झालले गरेर बिटुलो बनाइदिएका थिए। अब रासोपाको सरकार आइरहेछ। रवि लामिछानेले सफाई पाएका हुन्। हेर्नुहोस् त देश ब्ल्याक लिस्टमा पर्दैछ। सम्पत्ति शुद्धिकरणका मुद्दाहरू फिर्ता भइरहेका छन्। जीवी राईले अदालतमा पाइलो नटेकेर फिर्ता भए। रवि लामिछाने कसरी फिर्ता हुनु? उहाँको त मुद्दा अझ बाँकी नै छ नि। जीवी राईको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध फिर्ता भइसक्यो त। रवि 52-53 जनाको हेर्नुहोस् ठगेको पैसा त जसरी नेपाली जनताले बुझाउनु पर्छ उहाँहरूलाई साम दाम दण्ड भेद अपनाएर भए पनि बालन सरकारले तिर्न लगाउँछ। सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा मात्र खारेज भयो। यसमा केही पनि भएको छैन, केही बिग्रेको छैन। जीवी राईलाई लिएर आएर नेपाली जनतालाई लुटेको पैसा नेपाली जनताबाट आउनुपर्छ। होइन जीवी राई पक्राउ पर्छ भने के ग्यारेन्टी दिन सक्नुहुन्छ? अहिले पछिल्लो समयमा टिकटकर तुलसा अधिकारी जुन चाहिँ इन्टरपोलले खोजेर चाहिँ उहाँलाई ल्याउन सफल भइसक्यो। जीवी राईलाई किन ल्याउन सक्दैन? हो लाजको पसार। मलाई नि हाँस उठ्यो। मैले सामाजिक सञ्जालदेखि एउटा टिकटकर महिलालाई चाहिँ इन्टरपोल
लाएर समाउन सक्ने सरकारले किन मुक्तसन बनिरहेको छ जीवी राई किन नलिएर आउनु यसको चाहिँ एन्सर हामीलाई दिनुपर्छ जीवी राई जिउँदो भए लास सास होइन भने लास लिएर आऊ सरकार नेपाली जनतालाई ठग्नेलाई चाहिँ अत्तो पत्तो छैन एउटा टिकटकरले लाइनमा बसेर 2-4वटा बिजनेस गरेर मोतीको व्यापार त्यही पनि सानो एउटा व्यापार गर्ने महिलालाई लिएर आएर समातेर पुरुषार्थ गरे भनेर सामाजिक सञ्जालबाट छरपष्ट गर्छ यो चाहिँ लाजको पसारो हो होइन उहाँले पनि त ठुला घरायनी व्यक्तिहरूको चाहिँ पैसा लिएको असुलेको हनी ट्र्यापमा पारेको भन्ने जस्तो कुरा पनि त छ अनि शारीरिक सम्बन्ध त्यसमै हनी ट्याप गर्नुभयो हनी ट्याप कसरी पर्नुभयो त त्यसै हनी ट्याप त पक्कै भएन होला पहिला रोमान्स गर्नुभयो शारीरिक सम्बन्ध राख्न जानुभयो हरेक कुरा मिल्यो मन परुन्जेल चमत्कार अनि मन परे छोडेपछि बलात्कार पैसाको बार्गेनिङ नभएपछि बलात्कार दुईटै व्यक्तिलाई लिएर कारबाहीको दायरामा राख्नुपर्छ जसरी तुलसा अधिकारी जेलमा परेको थिइन् त्यसै गरी मुद्दा हाल्ने व्यक्तिलाई पनि कानुनको कठकरामा लिएर आएर सोधपुछ गर्नुपर्छ किनभने दुईटै भागीदार त बराबरको हो नि त सहमतिमा हरेक चिज दुईजना मिलेर गर्ने अनि बाहिर चाहिँ तुलसा अधिकारीलाई मात्रै दोष लाउन पाइयो आफ्नो घरमा श्रीमती हुँदा हुँदै पर स्त्रीसँग सम्बन्ध राख्न किन गयो त्यो पुरुषलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ दुवैजनालाई कारबाही हुनुपर्छ मन परुन्जेल त्यहाँ श्रीमतीलाई धोका दिएर गर्ने पैसा जति भन्यो त्यति दिने एउटा महिलाले युज गरुन्जेल अनि जब पैसा सिद्धिँदै जान्छ अनि हनी ट्र्यापको दोष लगाएर पाइयो होइन पुरुषहरू चाहिँ महिलाको चाहिँ रूपमा किन यति धेरै पैसा खर्च गरिराख्नु यो नै गलत भइरहेको छ हेर्नुहोस् क्षणिक आनन्दले गर्दा सर्वस्व डुब्छ भन्ने कुरा यो केसबाट पनि प्रमाणित हुन्छ क्षणिक सौन्दर्य देखेर आफ्नी घरकी श्रीमतीलाई घरकी मुर्गी दाल बराबर भन्ने पुरुषहरू यसरी आएर अहिले आफू चाहिँ चोखी बनाएर चोखो बनेर अरू महिलालाई दोष लाउँछ भने त्यो पुरुष पनि खराब हो अब म थोरै बजेटसँगै जोडिन्छ हजुर बजेटमा के आयो भने थोरै अगाडि साथीले सोधिसक्नुभयो जुन चाहिँ बिजुलीको कुरा त हामी जोड्यौँ अहिले शिक्षाको कुरा पनि एकदम विवादास्पद छ जुन चाहिँ हस्पिटलमा 3% एक्स्ट्रा कर निजी र विद्यालय र हस्पिटलमा भन्ने कुरा यो विषयलाई कसरी लिनुभएको छ नेपालमा पर्याप्त मात्रामा न हजुरको सरकारी हस्पिटल छ न नेपालमा पर्याप्त मात्रामा सरकारी स्कुल छ उस्तै पर्यो भने एउटा वडामा एउटा स्कुल नभएको ठाउँ पनि छ सरकारी स्कुल त्यो बच्चा बच्ची त्यो मजदुरी गरेर बाध्यताले आफ्नो कामको ठाउँ पाइप मिलाएर पढाउने पनि त छन् नि बिहान गरेका छन् यो विषयलाई हजुरले कसरी गर्नु राम्रो गर्यो बालन सरकार हजुर त बालन सरकारको लागि जति बेला वा गर्नुहुन्छ हजुर वा होइन राम्रो कामलाई मात्र वा म बालेन भए पनि केपी शर्मा ओली नि प्रचण्ड भए पनि शेरबहादुर देउवा भए पनि राम्रो कामलाई वा नै गर्छु तर नराम्रो कामलाई मलाई बालेनजीको यो काम पनि मन परेको छैन यो सोडिम वाग्लेजीको जुन बजेट भाषण छ शिक्षा र स्वास्थ्य निःशुल्क गराउँछु भनेर उहाँहरूले पहिला भन्नुभएको थियो तर आएर अहिले स्वास्थ्यमा पनि उहाँहरूले ट्याक्स लगाउनु भयो ल ठिक छ सरकारी स्कुलमा हामी उपचार गरौँ के अरे सरकारी हस्पिटलमा हामी उपचार गरौँला अरे तर सरकारी हस्पिटलमा एउटा उपचार गराउन हामीलाई 3 दिन टाइम कुर्नुपर्ने हुन्छ अनि हामी मरिसकेपछि उपचार गर्ने कि सरकारी हस्पिटल पर्याप्त रूपमा राखिदिनुहोस् र सरकारी विद्यालय पर्याप्त रूपमा राखिदिनुहोस् हामी बाध्य भएर प्राइभेट स्कुलमा पनि पढाउन बाध्य छौँ र प्राइभेट हस्पिटलमा पनि सरकारी हस्पिटलमा गयो भने कुनै पनि रोगको उहाँको प्राइभेट हस्पिटलमा गयो भने तुरुन्तै 5 मिनट अपरेसन हुन्छ सरकारी हस्पिटलमा गयो भने 1 महिनासम्म अपरेसनको टाइम पाइँदैन अनि हामी के क्यान्सर लाएर मर्ने क्यान्सर भइसक्यो हुन्छ अपरेसन गर्न पाउँदैनौँ अनि प्राइभेटमा जान हामी बाध्य हुन्छौँ हामी घर खेत बेचेर भए पनि प्राइभेटमा जान बाध्य हुन्छौँ यसको लागि चाहिँ न्यूनीकरण गर यो बजेटमा धेरै कुरा चाहिँ संशोधन गर्नुपर्ने अवस्था छ त्यही त अब यहाँ त अझ आम जनताको गुनासो के छ भने सरकारी हस्पिटल गइसकेपछि त्यो डाक्टरले प्राइभेट हस्पिटल पठाउँछ त्यो हस्पिटलमा दबाई पनि पाइँदैन भनिरहेछ यस्तो चाहिँ हजुरलाई पनि भोगेको परेको धेरै छ होला यो बजेटले चाहिँ कसरी जनतालाई हेर्नुहोस् अब यहाँ हस्पिटल प्राइभेटमा काम गर्न नपाउने हस्पिटल खोल्न नपाउने डाक्टरलाई बन्देज लगाइदिनु पर्यो मेरो विचारमा चाहिँ अब यहाँ जसरी नर्सहरूको तलब बढाइएको छ रात्रिकालीन बस्ने नर्सहरूलाई उहाँले धेरै राम्रो काम गरिदिनु भयो यसमा वाउ पनि छ तर हस्पिटलमा प्राइभेट के अरे सरकारी हस्पिटलमा पनि जागिर खाने अनि प्राइभेटमा आफ्नो क्लिनिक खोल्ने सरकारी हस्पिटलमा आएको मान्छेले भरे 5 बजेपछि यो हस्पिटलमा आउनुहोस् यहाँ भेट हुन्छ तपाईँको अपरेसन त्यहाँ हुन्छ सरकारी हस्पिटलमा उहाँहरूको समय हुँदैन तर प्राइभेट हस्पिटलमा उहाँहरूको 5 मिनट हाम्रो अपरेसन गराइदिन्छ यसको उदाहरण मलाई अस्ति भर्खर मलाई यहाँ पछाडि घाउ आउँदा म सरकारी हस्पिटलमा गएँ मेरो
6 दिनपछि पालो भन्नुभयो तर प्राइभेट हस्पिटलमा गएको 1 घन्टामा मेरो अपरेसन भयो उस्तै पर त्यही डाक्टर त्यही डाक्टरै हुनुहुन्छ हेर्नुहोस् लातको पसारो अनि यहाँ हामी सरकारी र प्राइभेट भनेर मूल्याङ्कन गर्छौँ सरकारी हस्पिटलमा कि काम गर्नै नदिनुहोस् प्राइभेट डाक्टरलाई होइन भनेदेखि दुईतिर काम गरी यो चाहिँ लाइसेन्स खारेज हुनुपर्छ आफ्नोमा 700 रुपियाँ 1000 रुपियाँको फी तिरेर सरकारी हस्पिटलमा 50 रुपियाँकोमा कसले गर्नुहुन्छ उहाँहरूले अब ग्यासको चुलो प्रयोग नगर ग्यास प्रयोग नगर इन्डक्सन प्रयोग गर पनि भन्ने विद्युतीय गाडी चला पनि भन्ने अनि यता 50 युनिट भन्दा माथि हजुरको चाहिँ चढ्ने बित्तिकै 5% कर इन्डियामा भर्खरै जित्नु भएको विजय थलापतिले 100 युनिट थियो उहाँले 200 युनिट फ्री गराइदिनु भयो यो त नेपाली जनतालाई हल अड्काउने गोरु कुट्ने काम भएन एकदमै उहाँ बालेन सरकारले भन्नुभएको थियो अब हामी ग्यास इन्धन खर्च गर्नुभन्दा पेट्रोलियम पदार्थ खर्च गर्नुभन्दा हाम्रै देशमा उत्पादन भएको इलेक्ट्रिक गर्नुपर्छ युज गर्नुपर्छ भन्नुभयो र के अरे चुलोहरूमा नि हामी सहुलियत दिन्छु भन्नुभयो वाउ बालेन सरकार आयो अब हाम्रो त जीवनस्तर अलिकति बढ्ने भयो है हामीले थोरै बजेटले पनि घर चलाउन सजिलो भयो भने किनभने हामी त निम्नवर्गीय मान्छे बुढी मान्छे हामीसँग त प्रशस्त पैसा छैन पण्डानेको त हेर्नुहोस् इन्डक्सन उहाँले 1000 मा दिनु भएर 50 युनिटमा कर लाउनुहुन्छ भने हामीलाई के काम चाहियो हामीलाई चाहिँदैन बरु ग्यासै ठिक छ बरु ग्यासै ठिक छ हामीलाई ग्यासले 3 महिना त पुग्छ हामीलाई भात खानलाई त्यसैले गर्दा बालेन सरकार यसरी जनतालाई घुमाएर ठग्ने काम नगर्नुहोस् यसलाई संशोधन गरेर 200 युनिट हामीलाई फ्री दिनुहोस् नेपाली जनतालाई हामी इन्धन हामी ग्यास चुलो युज गर्दैनौँ हामी आफ्नै देशमा उत्पादित करेन्ट युज गर्छौँ हजुरले बालेन सरकारको बजेटबाट के अपेक्षा गर्नुभएको थियो हजुरको मनमा बजेट भाषण हुनभन्दा अगाडि यो कुरा फेरि आइदेला यो होला भने हजुरको मैले त फ्री के भन्ठाने मैले अहिले भनिहालेँ बत्ती 200 युनिट छ भने फ्री पाइन्छ हामीलाई खानलाई चाहिँ मरिँदैन है बालेन सरकारले नेपाली जनतालाई मार्दैन भन्ने सोचेको थिएँ त्यो उल्टो भयो र सरकारी हस्पिटलमा हामीले निःशुल्क सेवा पाउँछौँ भन्ठाने थिएँ स्वास्थ्य शिक्षा फ्री हुन्छ भन्ने शब्द एकदम हेर्नुहोस् म बारम्बार आवाज उठाइरहेको थिएँ स्वास्थ्य शिक्षा चाहिँ एकदम फ्री हुन्छ है भनेको थिएँ यसमा पनि हामीलाई मार्मै पार्नु भयो यो चाहिँ एकदम गलत घुमाएर सबै बुझ्दा ए वान छ बजेट भाषण तर घुमाएर हामी नेपाली जनता नै ठगेका छौँ जताबाट पनि हामीबाट करै उठाउने काम कर उठाउने काम कर उठाउनुपर्छ कर नउठाइकन देश चल्दैन हामीलाई पनि थाहा छ तर देश चलाउन भनेर नेपाली जनतालाई मार्न पाइएन ठिक छ तपाईँहरूले करै उठाउनुहुन्छ भने यी अवैध व्यापारीहरू छन् लिनुहोस् न उठाउनुहोस् कर यी नेपाल ठग्नेहरू छ उठाउनुहोस् न कर अहिलेसम्म बिजुलीको पैसा नतिर्नेहरू छ उठाउनुहोस् न कर नेपाली जनता जाबो बत्ती पिलपिले बत्ती बालेर 2 छाक भात पकाउनेहरूसँग कर उठाएर तपाईँहरूले के प्रगति गर्नुहुन्छ त्यसैमाथि जलस्रोतको धनी भनेर हामी कोक्रे भाषा नसा फुलाइ फुलाइ बोल्छौँ त हाम्रो बोलीको मूल्याङ्कन भएन यो चाहिँ एकदम नै गलत हो होइन हाम्रो देश त अहिले पनि भारतलाई बिजुली सस्तोमा बेचेर महँगोमा किनेर काम गरिरहेछ त यो पनि गलत हो नि हेर्नुहोस् हामी चाहिँ आफ्नो देशको उत्पादन हामी गर्न नपाउने युज गर्न नपाउने अनि भारतलाई चाहिँ निर्यात गर्ने यो पनि एउटा गलत हो नि गर्नु पहिला नेपाललाई इनफ भएपछि मात्र भारतलाई बेच्नुहोस् न आफ्नो देशमा उत्पादन भएको बेच्ने हो त्यसले गर्दा हामीलाई अलिकति कमाइ हुन्छ तर हामीलाई मारेर कमाउने चाहिँ गलत हो यो भयो भने तपाईँहरू र केपी शर्मा ओलीको सरकारमा केही फरक रहेन अब यही विषयमा राप्रपा सांसद ज्ञानेन्द्र साईले कडालीमा पनि केही दिएन केपी ओलीको भन्दा पनि खराब आयो बजेट भाषण भन्नु कसरी लिनु भएको छ कर्णालीमा गएर उहाँले ठुलो भाषण गर्नुभयो र उहाँहरूले बजेट नछुट्याउनु चाहिँ त्यो गलत हो कर्णाली सधैँ पिछडिमा बस्नुपर्छ भन्ने छैन त्यो पनि नेपाली जनता हो त्यहाँबाट जितेर आएका तपाईँहरू पनि हो तपाईँहरूलाई भोट हो त्यहाँबाट पनि आएको छ त्यसैले गर्दा तपाईँहरूले नि हरेक होल नेपाललाई समेट्नुपर्छ विकसित भएको ठाउँमा चाहिँ बेचकन बजेट राख्ने विकसित नभएको ठाउँमा झन् राख्नुपर्ने ठाउँमा यो चाहिँ एउटा गलत भइरहेछ अब पछिल्लो समयमा हर्क साम्पाङको यो संसद भवनभित्रको हरकत यो गतिविधिलाई कसरी हेर्नु भएको छ हर्क साम्पाङको हरकत देखेर हाँसो लाग्छ हेर्नु न पहिला बालेनजीको मुख हेर्नलाई उहाँ लालायित हुनुभएको थियो बालेनजी एकदम आउनुभयो बालेनजीलाई देखेर उहाँ फरक्क फर्केर जानुभयो त्यो पनि एउटा सोड उहाँले नैतिकता सिकाउनुहुन्थ्यो बालेनजीलाई राष्ट्रपतिले भाषण गर्दा गर्दै बालेनजी उठेर गए नैतिकता नभएको बचपना भन्नुभयो तर सोडिम वाग्लेजीले बजेट भाषण गर्दा गर्दै कुन नैतिकताले चाहिँ हर्क साम्पाङजी उठेर जानुभयो
बालिनजी आउँदा बालिनजीलाई भेट्न मन लाग्यो मान्छे त बालिनजीलाई हेरेर बस्नु पर्थ्यो, भाषण सुनेर बस्नु पर्थ्यो नि। हाम्रो धरान क्षेत्रलाई कति बजेट आएको छ भनेर उहाँले बुझ्नु पर्थ्यो नि। भाषण सुन्नु गर्नु छैन, युट्युबमा गएर उहाँ बाहिर बसेको युट्युबका हाम्रा साथीभाइहरूसँग इन्टरभ्यू दिन थाल्नु भयो, आफ्नो पकाउनु भयो, भत्ता पकाउनु भयो, आएर सिग्नेचर गर्नुहुन्छ, भत्ता पकाउनुहुन्छ, बाहिर गएर युट्युबको भाइहरू दाजुभाइहरूलाई गएर इन्टरभ्यू दिनुहुन्छ, त्यो पनि त गलत हो। धरानको समस्या लिएर आएर सदनमा पोख्नु पर्ने मान्छेले बाहिर बसेर इन्टरभ्यू दिनु यो पनि गलत हो। उहाँ त झोला बोकिहाल्नुहुन्छ अनि माइतीघरमा जस्तो प्ले कार्ड अगाडि देखाएर बस्नुहुन्छ, त्यो पनि गलत हो। अनुशासनमा हुनुहुन्छ। अनुशासन भन्ने कुरा सबभन्दा पहिला पाठ सिक्नु पर्यो उहाँले। अनुशासन र नैतिकता सिकाउनुहुन्छ उहाँले बालिनजीलाई, प्रधानमन्त्रीलाई। तर बालिनजीको नैतिकता माथि पनि उहाँले औँला उठाउँदा 4वटा औँलाले उहाँलाई पनि उठाएको छ नि। उहाँसँग के नैतिकता छ त? एउटा प्रधानमन्त्री आउँदा नमस्कार शुद्ध छैन र अर्को प्रधानमन्त्री नआउँदा विरोध गर्ने, प्रधानमन्त्री आउन नपाए जुरुक्क उठेर हिँड्नु, उहाँको नैतिकताले यही दियो त? अब यो भन्दै गर्दा यदि देशको प्रधानमन्त्री हर्का साम्पाङ्गै भइदिएको भएदेखि देश कता जान्थ्यो होला? बाँदरको हातमा नरिवलै हुन्थ्यो। हेर्नुहोस्, हर्का साम्पाङ्गी प्रधानमन्त्री हुँदै हुनुहुन्न, यसमा दुई मात्रै छैन। उहाँहरूलाई प्रधानमन्त्री अब अर्को जुनीमा, यो जुनीमा चाहिँ उहाँले प्रधानमन्त्री पाउनुहुन्न। किन पत्ताउँदैनन्? कुन चाहिँ जनताले पत्याउने? सधैँ गाली गरेर देश चल्छ भन्नु ठान्नु भएको छ, सधैँ स्ट्याटस लेखेर देश चल्छ भन्नु भएको छ, अनि अर्काले गाली गरेर देश चल्छ भन्नु ठान्नु भएको थियो। यो त पुरानो नेता र अहिले नेता। उहाँले केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउपालाई कहिले गाली गर्नु भएन। गाली गर्नुहुन्छ कसलाई? बालिनजी र रविलाई। र राम्रो काम गर्न आएको व्यक्तिको उहाँले खुट्टा तान्नुहुन्छ भनेदेखि उहाँमा त्यो नैतिकता छ त? अब यो पछिल्लो समयमा बालेन शाहको धेरै कुराहरू भाइरल पनि भयो। उहाँ यसै चाहिँ पहिल्यैदेखि भाइरलै हो। अब उहाँले एउटा चिज खाएकोदेखि, जुत्ता लगाएको, गोलिस्टर जुत्ता लगाएकोदेखि उनीहरू सबै स्वदेशी उत्पादन हो। यो गोलिस्टर जुत्तालाई के भनिएको छ भने जुन त्यहीँको सांसद विदुषी राणाको भएर उहाँले चाहिँ प्रचार प्रसार गरिदिएको भन्ने कुरा पनि लिएको छ। एकदम गलत है। यो चाहिँ एकदम नै गलत हो। यो चाहिँ नेपाली जनताले भ्रामक बनाइदिए हो, एउटा सांसदको भएर जुत्ता प्रमोट गरेको भनेर। के प्रधानमन्त्रीले चाहिँ आफ्नो चाहिँ संसदको चाहिँ फ्याक्ट्रीको प्रमोट गरिदिन पर्ने? त्यो पर्दैन। हेर्नुहोस्, त्यो भन्दा पनि हेर्नुहोस्, गोली स्टार जुत्ता हाम्रो देशमा उत्पादनमा जुत्ता कम्फर्टेबल छ। यसमा दुई मात्रै छैन, किनभने म पनि युज गर्छु। र अर्को कुरा हेर्नुहोस्, गोली स्टार जुत्ता के डिडिसी बालिनजीको कोही आफन्तको थियो र? डिडिसीको चिज खाएर उहाँले गर्नु, किनभने देशको उसलाई बिजनेसलाई मान्यता दिनुपर्छ भनेर उहाँले चिज खाइदिनु भयो नि त। घाटामा गएको अहिले हेर्नुहोस्, उत्पादनलाई प्राथमिकता दिनुभयो, प्रोत्साहन गर्नुभयो। र अर्को कुरा, खादीको लुगा, उहाँ के खादीको पाइन्ट लाउने हैसियतको मान्छे हो त प्रधानमन्त्री? उहाँ खानदानी मान्छे हो। उहाँले ब्रान्डेड कति हजारको लुगा लाउन सक्नुहुन्थ्यो, तर उहाँले 500को खादीको पाइन्ट लाएर पनि त स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुभयो नि। यसमा आएर एउटा ब्रान्डको लागि सांसदलाई गरेको भन्ने यो चाहिँ गलत हो। नेपाली प्रोडक्ट युज गर भनेर उहाँले प्रोत्साहन गर्न खोजेको हो। र अर्को कुरा, मलाई चाहिँ चित्त नबुझेको कुरा, बालिनजीले आफ्नै देशमा कमाऊ, आफै देशमा रमाऊ भन्ने नीति ल्याउन खोज्नु भएको भन्ने कुरा हामी बिर्सिनौँ। हामी उनै लगाउँछौँ। बालिनजीले यो पनि नराम्रो गर्यो, ऊ पनि नराम्रो गर्यो। कुनै पनि नराम्रो काम केही गरेको जस्तो चाहिँ मलाई लाग्दैन। हजुर। अब पछिल्लो समयमा रवि लामिछानेको भारत भ्रमण विषयले नै निकै चर्चा पाएको छ। प्रायः सो प्रधानमन्त्रीहरू नै भ्रमण गर्ने थियो भने नेपालमा त्यो अलिक फरक, अहिले पार्टी सभापति जाने कुरा छ। यो रवि लामिछानेको भ्रमणलाई कसरी हेर्नुहुन्छ? के उपलब्धि होला रवि लामिछाने? रवि लामिछाने हेर्नुहोस्, प्रधानमन्त्रीजीलाई बालेन्द्र शाहजीलाई निमन्त्रणा आएको पक्कै पनि हो। त्यसमा चाहिँ नेतृत्व, बालिन शाह 4-4वटा मन्त्रालय हेर्दै काम गरेर देखाउँछु म। उहाँले पहिले पनि भन्नुभएको थियो, म कुनै भिजिट गर्दिनँ, म कहीँ रिबन काट्न जान्दिनँ, कहीँ उद्घाटनमा जान्दिनँ भनेर। यो कुरा हामीले बुझिरहेका छौँ। त्यसैले गर्दा बालिनजीको सट्टा रविजी जाँदै हुनुहुन्छ। यो सीमा विवाददेखि लिएर देशको लागि हरेक कुराको लागि चाहिँ रविजीले आवाज अवश्य पनि उठाउनुहुन्छ। बालिनजीले गर्ने काम रविजीले अवश्य गर्नुहुन्छ। ठिक छ, महत्त्वपूर्ण समय दिनुभयो। अन्तिममा केही मैले सोध्न बिर्सेको र हजुरलाई भन्न मन लागेको छ भने के? हामी रविलाई बालेलाई दोष लाउने काम नगरौँ। बजेट भाषणमा 2-4वटा संशोधन गर्नुपर्ने विषय छ। हामीले तपाईँहरूलाई खबरदारी पनि गरिरहेछौँ र तपाईँहरूलाई सुझाव पनि दिइरहेछौँ। हाम्रो सुझाव तपाईँहरूले पनि लिनु भइरहेछ। सुझाव दिएको पनि हो, हिजो पनि गएर सुझाव दिएर आइरहेछौँ। भनेपछि तपाईँहरूको त्यो हाम्रो सुझाव मनन गरेर नेपाली जनतालाई मारमा पार्ने कोसिस नगर्नुहोस्। 200 युनिट हामीलाई फ्री चाहिन्छ, एनी हाउ फ्री चाहिन्छ। देशमा उत्पादन भएको जलस्रोतको धनी हो। हामीले वाउ बालेन सरकार भन्ने वातावरण बनाइदिनुहोस्। हस्, समय दिनुभयो, महत्त्वपूर्ण समयको लागि धन्यवाद।